Namaste, dear friends. You are watching Fitness Yoga Nepal, and I'm going to I'm going to teach you another pranayama. It's called Bhramari Pranayama. How can we practice this pranayama? I'm going to tell you. कसरी हामीले भ्रामरी प्राणायाम गर्न सक्छौँ र यसको फाइदा के हुन्छ म तपाईलाई बताउन गएको छु। सुरुमा हामीले यसमा चाहिँ के गरिन्छ भन्दाखेरि तीनवटा औँलाले आँखामाथि र चोर औँला निधारमाथि राखिन्छ र बुढी औँलाले हाम्रो छेउमा भएको सानो कानलाई चाहिँ सानो कान छ त्यो सानो कानलाई थुन्ने प्रयास गरिन्छ र यसरी यो प्राणायाम गर्दाखेरि लामो श्वास लिन्छ र नाकबाट भमरा कराए जस्तै गरी नाकबाट श्वास टान्न भनिन्छ र श्वास फाल्ने क्रममा भमरा कराए जस्तै गरी हामीले के गरिन्छ भन्दाखेरि मौरी कराए जस्तै भमराहरू कराए जस्तै गरेर हामीले भमरा कराए जस्तै के गरिन्छ यो प्राणायाम गरिन्छ भ्रामरी प्राणायाम जसले हाम्रो तनाव ठिक गर्छ। त्यसपछि हाम्रो चाहिँ अल्फा बेटा डेटा र डेल्टा चारवटा लेभल स्वप्न सुसुप्ति तुरिया र जागृत यो चारवटा अवस्था चाहिँ हाम्रो हुन्छ हाम्रो शरीरको हाम्रो मनको अनि त्यसपछि हाम्रो मस्तिष्कको यो अवस्थालाई हामीले ब्यालेन्स गर्नलाई यो प्राणायाम धेरै सहयोगी हुन्छ भ्रामरी प्राणायाम। यसलाई गर्ने धेरै तरिकाहरू छन्। एउटा चाहिँ चोर औँला प्रयोग गरेर कानलाई चक्कै थोरेर अनि यसरी गर्ने चलन हुन्छ र यो खास सबभन्दा चोर औँलाले कानलाई थुनेर यो अभ्यास गर्ने भनेको यो भ्रामरी प्राणायामको रूपमा भन्दा पनि यसमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि यो आफूभित्र गुन्जित रहिरहेको ध्यान अर्थात् उदित प्राणायाम जुन उदितमा चाहिँ हाम्रो आवाज निस्किन्छ भमराको जस्तै ओमकारको जस्तो हाम्रो जुन म्युजिक निस्किन्छ सङ्गीत निस्किन्छ त्यसलाई सुन्नको लागि त्यो प्राणायामको रूपमा हामीले प्रयोग गर्न सकिन्छ। जसलाई यस्तै राखेर थुनिन्छ जसले चाहिँ केही पनि सुनिन्न आवाज एकरत्ती केही पनि सुनिन्न चोर औँला एकरत्ती हाम्रो कानमा राखेर यसरी राख्ने प्रयास गरिन्छ त्यसरी पनि हुन्छ उनलाई ध्यान लाग्नको लागि धेरै सहयोगी हुन्छ। तथापि हाम्रो भ्रामरी प्राणायामले हाम्रो यो दिमागको चाहिँ अल्फा बेटा डेटा र डेल्टा चारवटा लेभल जागृत स्वप्न सुसुप्ति र तुरिया यो चारवटै अवस्था चाहिँ हाम्रो लाई ब्यालेन्स गर्नको लागि यो हाम्रो भ्रामरी प्राणायामले धेरै सहयोग गरेको हुन्छ। हामी भ्रामरी प्राणायामको अभ्यास गर्न गइरहेका छौँ र भ्रामरी प्राणायामको धेरै तपाईँ लाभ लिन सक्नुहुन्छ। यसरी चाहिँ लामो श्वास लिने Thank you everyone for watching this video. भ्रामरी प्राणायामको अभ्यास गर्नुहोस्, मस्तिष्कलाई शान्त राख्नुहोस्, मन तनावबाट मुक्त गर्नुहोस्, तनावबाट मुक्त गर्ने आनन्द ल्याउने र मस्तिष्कलाई शान्तपूर्वक खुसियालीपूर्वक आनन्दले जीवनयापन गर्न सहयोगी बनाउने प्राणायामको अभ्यास नियमित गर्नुहोस् र जसले गर्दा तपाईँको शरीर स्वस्थ मन स्वस्थ तन स्वस्थ एवं रीते तपाईँको यो बाह्य मण्डल यो जुन बाहिर चाहिँ आभा मण्डल छ आभा मण्डल पनि स्वस्थ भएर तपाईँको रोग व्याधिबाट टाढा रहनुहुन्छ। तपाईँ तनावबाट मुक्त हुनुहुन्छ, दिमागका धेरै तनावहरूबाट मुक्त भएर तपाईँ चाहिँ मानसिक रोगीको हुने अवस्थाबाट पनि तपाईँ बच्न सक्नुहुन्छ। यो भ्रामरी प्राणायामको नियमित रूपमा अभ्यास गर्नुहोस्, पक्कै पनि यसले तपाईँलाई लाभ गर्नेछ र नियमित रूपमा 3 देखि 5 पटक भ्रामरी प्राणायामको अभ्यासले तपाईँको जीवन सुखमय आनन्दमय रमाइलो जीवनयापन बनाउँछ। थ्याङ्क यू एभ्रिवान, वन्स अगेन।